साथीहरू, प्राचीन दर्शनको भुलभुलैयाको अर्को रमाइलो अध्यायमा तपाईँहरूलाई स्वागत छ। आज हामी यस्तो व्यक्तित्वको जीवनबारे कुरा गर्नेछौँ जो अत्यन्तै अनौठो, उत्तेजक र निश्चय नै धेरै नै रमाइलो थिए। डायोजिनिस। हाम्रो आजको कथा स्मरणीय दार्शनिक डायोजिनिसको जीवनलाई नयाँ शैलीमा प्रस्तुत गर्छ। डायोजिनिस यस्तो व्यक्ति थिए जसको व्यक्तित्वमा हास्य, शब्दको खेल र गहिरा विचार सबै कुरा अनौठो ढङ्गले मिसिएको थियो। उनको रोचक जीवनबारे थाहा पाएपछि सम्भव छ कि तपाईँले उनका सबै मजाक तुरुन्तै नबुझ्नुहोला, किनकि तिनका पछाडि गहिरो सन्दर्भ लुकेको छ। डायोजिनिस साँच्चै नै बिल्कुल फरक किसिमका पात्र थिए। त अब यात्रा सुरु गरौँ। साथीहरू, डायोजिनिसको जन्म ईसापूर्व 412मा शरद ऋतुको एक बिहान कालो सागरको किनारमा रहेको सिनोप सहरमा भएको थियो। उनका पिता हेसिसियस सिनोपका प्रभावशाली बैंकर थिए र सहरमा सिक्का ढाल्ने कामको निगरानी गर्थे। उनको घरमा नोकर चाकर थिए, राम्रो कपडा थियो, स्वादिलो भोजन पाइन्थ्यो, तर बाल्यकालदेखि नै डायोजिनिसको मनमा एउटा अनौठो बेचैनी थियो। डायोजिनिसको जीवन आफैमा एउटा पहेली हो। डायोक्लेसका अनुसार उनका पितालाई नक्कली सिक्का बनाएको आरोपमा समातिएपछि डायोजिनिसले सहर छोड्नु परेको थियो। तर युबुलिडिसले आफ्नो पुस्तकमा लेखेका छन् कि वास्तवमा सिक्कामा हेरफेर गर्ने काम डायोजिनिस स्वयं गरिरहेका थिए, जसका कारण उनी र उनका पिता दुवैलाई सहरबाट निकालियो। केही मानिसहरू भन्छन् कि डायोजिनिस टक्सालका अधिकारी थिए र त्यहाँका कर्मचारीहरूले उनलाई सिक्कामा हेरफेर गर्न उक्साएका थिए। अरूका अनुसार उनले समस्या देखेर भाग्नु नै राम्रो ठाने। जब डायोजिनिस एथेन्स पुगे, उनले एन्टिस्थेनिससँग बस्ने निर्णय गरे। यद्यपि एन्टिस्थेनिस उनलाई मन पराउँदैनथे। जब एन्टिस्थेनिसले उनलाई डन्डाले धम्काए, डायोजिनिसले टाउको झुकाएर भने, "हान्नुहोस्, तर जबसम्म तपाईँ बोलिरहनुहुन्छ, म जादिन।" त्यसपछि उनी एन्टिस्थेनिसको समूहको हिस्सा बने। एक बहिष्कृत व्यक्तिको रूपमा उनले सादा जीवन सुरु गरे। थियोफ्रास्टसको पुस्तकमा लेखिएको छ कि डायोजिनिसले एकपटक एउटा मुसालाई बिना चिन्ता दौडिरहेको देखे। त्यो मुसा आरामदायक ओछ्यान खोजिरहेको थिएन, अँध्यारोमा लुकेको थिएन, आफ्ना साना इच्छाको चिन्ता गरिरहेको थिएन। यो दृश्यले उनलाई आफ्नी गरिबीसँग जुझ्न प्रेरणा दियो। केही भन्छन् कि उनले नै पहिलो पटक आफ्नो चादर मोडेर तातोपनका लागि ओढेका थिए। उनी खाना झोलामा बोकेर हिँड्थे र जहाँ ठाउँ पाइन्थ्यो त्यहीँ बस्दथे, खान, सुत्न वा गफ गर्न। पछि उनी हिँड्न छडी प्रयोग गर्न थाले र सहर बाहिर जाँदा छडी र झोलासँगै लैजान्थे। डायोजिनिस चाहन्थे कि कसैले उनको लागि सानो घर खोजिदियोस्, तर जब मानिसहरूले ढिलाइ गरे, उनले सिबेलको मन्दिरमा भेटिएको एउटा ठूलो पिपालाई नै आफ्नो घर बनाए। उनले पत्रहरूमा लेखेका छन् कि गर्मीमा तातो बालुवामा लड्थे र जाडोमा हिउँले ढाकिएका मूर्तिहरूलाई अँगालो हाल्थे। डायोजिनिस आफ्नो तीक्ष्ण बुद्धि र सामाजिक परम्पराप्रति व्यवस्थाका लागि चिनिन्थे। उनले आफ्नो समयका समाजको आलोचना गर्न कसर बाँकी राखेनन्। उनले प्रतिष्ठित विचारकहरू जस्तै प्लेटो र युक्लिडमाथि पनि व्यङ्ग गरे। युक्लिडको विद्यालय, जहाँ ज्यामिति र तर्क पढाइन्थ्यो, त्यसलाई उनले तितोपनको विद्यालय भने। उनलाई लाग्थ्यो कि यस्तो शिक्षा जीवनको वास्तविकताबाट टाढा अमूर्त सिद्धान्तमा अल्झिएको छ। उनी मान्थे कि साँचो ज्ञान किताब र सिद्धान्तबाट मात्र आउँदैन। उनको भनाइ थियो, जो मानिस सोहरत वा धनको पछि पागल हुन्छन्, तिनलाई देखेर लाग्छ मानिसभन्दा मूर्ख जीव अरू छैन। उनले यो पनि भने कि मानिससँग काम गर्न बहाना होइन, कारण हुनुपर्छ। डायोजिनिसलाई प्लेटोसँग नोकझोक गर्न विशेष आनन्द आउँथ्यो। एकपटक प्लेटोले भोज आयोजना गरेका थिए। डायोजिनिस महँगो कार्पेटमाथि हिँड्दै भने, "यसरी म प्लेटोको अहङ्कार कुल्चिन्छु।" प्लेटोले जवाफ दिए, "तिमी पनि उत्तिकै घमण्डी छौ।" डायोजिनिसले प्रतिप्रश्न गरे, "के तिमी घमण्डी छैनौ?" एकपटक उनले प्लेटोसँग केही मदिरा र सुक्खा अन्जिर मागे। प्लेटोले पूरा भानोभरि पठाए। डायोजिनिसले व्यङ्ग गर्दै भने, "यदि तिमीलाई 2 र 2 कति हुन्छ भनेर सोधे भने के तिमी 20 भन्छौ? तिमी प्रश्न अनुसार जवाफ दिँदैनौ।" एकपटक उनले सिटी बजाए। भिड जम्मा भएपछि भने, तिमीहरू फजुल कुरा सुन्न दौडेर आउँछौ, तर जरुरी कुरामा ध्यान दिन आलस्य गर्छौ। डायोजेनिसले विभिन्न पेशामाथि व्यङ्ग्य गर्थे। व्याकरणविद, सङ्गीतकार, गणितज्ञ, धनीहरू। उनले भने, "सधैँ मित्रलाई सहयोग गर, तर आफ्नो हात खुला राख।" अर्थात् मित्रता स्वार्थ बिना गर। उनको दर्शनको केन्द्र स्वतन्त्रता थियो। उनी भन्थे, इच्छा नै सबैभन्दा ठूलो गुलामी हो। धन वा सम्मानको इच्छा मानिसलाई तिनकै दास बनाउँछ। यदि तपाईँ सुविधा चाहनुहुन्छ भने तपाईँ वस्तुको गुलाम बन्नुहुन्छ।
साँचो स्वतन्त्रता भनेको केही नचाहनु हो। एकपटक समुद्री डाकुहरूले उनलाई समाते र दासका रूपमा बेच्न क्रेट लगे। निलामीमा सोधियो, तिमी के गर्न जान्छौ? उनले भने, म मानिसमाथि शासन गर्न जान्छु। उनले धनी व्यक्ति जेनियाडिसतर्फ औँला देखाएर भने, मलाई यसका हात बेच, यसलाई मालिक चाहिएको छ। सबै अचम्ममा परे, तर उनको अर्थ गहिरो थियो। जो आफ्नो इच्छामाथि नियन्त्रण गर्छ, उही साँचो शासक हो। जेनियाडिस प्रभावित भए। उनले डायोजेनिसलाई दास होइन, आफ्ना छोराछोरीका शिक्षक बनाए। उनले तिनलाई घोडचढी, धनुविद्या, सादगी र आत्मनिर्भरता सिकाए। एकपटक एलेक्जान्डर द ग्रेट सैनिक र दरबारसहित उनलाई भेट्न आए। डायोजेनिस घाम तापिरहेका थिए। सिकन्दरले भने, म संसारकै शक्तिशाली राजा हुँ, म तपाईँका लागि के गर्न सक्छु? डायोजेनिसले भने, हो, अलि हट्नुहोस्, तपाईँ मेरो घाम छेकिरहनु भएको छ। उनको प्रसिद्ध भनाइ थियो, मलाई कुकुर भनिन्छ, किनकि जसले दिन्छ उसलाई दुम हल्लाउँछु, जसले दिँदैन उसलाई भुक्छु र दुष्टलाई टोक्छु। उनी भन्थे, सबैभन्दा राम्रो कुरा भनेको बोल्ने स्वतन्त्रता हो। उनी सार्वजनिक रूपमा कुनै पनि काम गर्न लाज मान्दैनथे। उनी मान्थे, मानसिक र शारीरिक अभ्यास दुवै आवश्यक छन्। अभ्यास बिना केही सम्भव छैन। उनले भने, प्रकृतिको नियम पालना गर, मानव कानुनभन्दा बढी। धन र कुलीनता खराबी लुकाउने बहाना मात्र हुन्। डायोजेनिस करिब 90 वर्ष बाँचे। उनको मृत्यु कसरी भयो भन्ने स्पष्ट छैन। केही भन्छन् उनले शव गाड्न नदिन आग्रह गरे। डिमिट्रियसका अनुसार उनको मृत्यु कोरिन्थमा त्यही दिन भयो जुन दिन सिकन्दर महानको मृत्यु बेबिलोनमा भएको थियो। उनीमाथि विभिन्न संवाद, नाटक र लेखनको श्रेय दिइन्छ, तर कतिपय विद्वान भन्छन् ती सबै उनले लेखेका थिएनन्। अन्त्यमा एथेनियोडोरसले लेखे, डायोजेनिसको अनुहारमा सधैँ एउटा अनौठो चमक हुन्थ्यो। सायद उनी सधैँ शरीरमा तेल लगाउँथे। साथीहरू, हामीले डायोजेनिसको पागल जस्तै रमाइलो र गहिरो जीवनको यात्रा गर्यौं। उनी पागल थिए कि प्रतिभाशाली, विद्रोही कि ज्ञानी? सायद यी सबैको मिश्रण। अब निर्णय तपाईको। के डायोजेनिस सत्य बोल्ने विद्रोही थिए, वा चुनौती दिने मस्खरा, वा गहिरो सोच भएका दार्शनिक? यदि यो दार्शनिक यात्रा तपाईँलाई मन पर्यो भने कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। यस्तो साहसी सोच चाहिने साथीहरूसँग यो भिडियो सेयर गर्नुहोस् र जिज्ञासा जीवित राख्नुहोस्।